हेलो रोको हो र हजुर हजुरको चप्पल लाउनु स्लिपर खै त सानीको स्लिपर हजुर फेरि भन्देऊ त फेरि भन्दै सानो तिमी हात चाप्छ सानो छोडिदेऊ छोडिदेऊ ल भयो पर्दैन भयो मेरो पुगे ल बाई गरिदेऊ भोलि आउँछ हस् भन हुन्छ थ्याङ्क यू हजुर सानो ह्याप्पी भयो हस् कहाँ गएर आएको सानो कहाँ गएर आएको तिमी अघि अघि तिमीलाई स्कुलमा छोडेर मामु घरमा आएको अनि तिमी म हाँसेर बस्छु स्कुलमा भनेको होइन त अनि तिमी स्कुलमा म हाँसेर बस्छु मामु भनेको होइन त रुनी हो रोको हो र अठोइ त्यसरी रोयौ तिमी हो र ए लु चप्पल खोलेर हिँड माथि हिँड हो र ए भनेपछि तिमीलाई आज रमाइलो लागेन स्कुलमा रमाइलो लागेन हो जाने कि नजाने त अब भोलि जान्छु ल ल भोलि स्कुल जाने कि नजाने त जाने खुसी भयो कि कस्तो भयो त आज तिम्रो दिन रोको झोला कहाँ फाल्ने हो त आमै सानोले ब्याग कहाँ फाल्यो हेर त स्कुल जानु रमाइलो हुने रहेछ त